सो आज वर्षको पहिलो दिन र आजदेखि मेरो डेली लाइफ ब्लग सुरु भयो। हेरौँ कति दिनसम्म टिक्छ। सो ह्याप्पी न्यु इयर सबैलाई। आज बिहानै म उठेँ र आफ्नो बेडहरू मिलाएँ। बेडहरू मिलाइसकेपछि मैले चिसो पानी खाएर दौडिनतिर लागेँ। घरबाट बाहिर निस्केको मात्रै के थिएँ, खुट्टामा हेरेको त मोजै च्यात्तिएको रहेछ र फेरि घरमा आएँ। फेरि जुत्ता लाएँ र फेरि बाहिर रनिङको लागि निस्केँ। बाटोमा रातिको न्यु इयर लागेको देखेँ र फेरि म दौडेँ। अलिकति 4 मिनट दौडेको के थिएँ, पार्कमा आइपुगेँ म। र त्यसपछि पार्कमा चारैतिर हेरेँ, कोही पनि नरहेछ र मैले आफ्नो स्किपिङ निकालेँ र आफ्नो लगाएको ट्र्याक खोल्दाखेरि धन्नै म लडिनँ। र ट्र्याक खोलिसकेपछि आफ्नो फाटेको मोजा जुत्ताभित्र छिटो लुकाएँ र फेरि स्किपिङ गर्नतिर लागेँ। फेरि हेरेको मेरो जुत्ताको लेस पुस्केको रहेछ, फेरि लेस बाँधेर छिटो फेरि स्किपिङ गरेँ। घर आएर खाना पकाएर खाएँ। खाइसकेपछि फेरि गाना सुन्दै नाच्न थालेँ र गाना सुन्दा मलाई नि गाउन मन लाग्यो र मेरो गिटार निकालेर मैले गिटार निकालेर गाउन थालेँ। गाइसकेपछि यस्तो भएन, नयाँ वर्ष पढ्नुपर्छ भनेर पढ्न थालेँ। पढ्दै भोक लागेर फेरि गएर कराहीबाट मासु निकालेर खाएँ। एक पिस मासु खाएँ, त्यो चाहिँ चित्त बुझेन। फेरि अर्कोचोटि अर्को पिस निकालेँ अनि फेरि खाएँ अनि फेरि ढाकेर राखिदिएँ र फेरि पढ्न बसेँ। फाइनली पढाइसक्यो, साँझ भयो, वर्कआउट गरेँ, पौ जान्यो। आजको दिन पनि सक्यो र आजको लागि यति मात्रै। हस्, बाई बाई, गुड नाइट।